हेलो नमस्ते। तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानल फाइनान्स टक्स विथ सन्तोषमा। त म तपाईँहरूलाई यहाँ सिकाउने छु फाइनेन्सियल फ्रिडम कसरी हुने लाइफमा। अब यहाँ फाइनेन्सियल फ्रिडमकोमा म आज सिकाउन आएको छु कि तपाईँको यदि 20 वर्षको लागि लोन लिनुभएको छ भने त्यो लोन 15 वर्षमा कति कसरी सघाउने अनि इन्ट्रेस्ट कसरी बचाउने। अब यो ट्रिक्स भनेको कुनै पनि ब्याङ्करले तपाईँहरूलाई कहिले पनि बताउँदैन, किनभने यसबाट ब्याङ्कहरूको आम्दानी कमी हुन जान्छ। अब तपाईँको डिसिजन हो, तपाईँ ब्याङ्कलाई धनी बनाउने कि आफैलाई पैसा बचाएर आफै धनी बनाउने। म यो ट्रिक सिकाउन गइरहेको छु। त्यो ट्रिकको नाम हो 1 एक्स्ट्रा इएमआई पेमेन्ट। यानि यदि तपाईँले एक सालमा 12वटा किस्ता तिर्नुहुन्छ भने तपाईँ 13वटा किस्ता तिर्न स्टार्ट गर्नुहोस्। 13वटा किस्ता तिर्नुभयो भने यदि मानौ तपाईँको सपोज 20 वर्षको लोन हो भने त्यो लोन तपाईँको 15 वर्षमा सकिन जान्छ र तपाईँको लाखौँ रुपियाँ इन्ट्रेस्ट बच्न जान्छ। यो ट्रिक भनेको कसैले तपाईँले बताउँदैन, कुनै पनि ब्याङ्करले बताउँदैन, होइन? त्यही भएर हामीले दिमाग लगाएर आफ्नो बचत गर्नुपर्छ। आफूलाई फाइनेन्सियल फ्रिडम अनि फाइनेन्सियल तरिकाबाट फाइनेन्सियल रूपले आफूलाई स्ट्रङ बनाउनको लागि हामीले फाइनेन्सियल टेक्निक्सहरू, फाइनेन्सियल नलेजहरू राख्नुपर्छ। र यदि यस्तै टाइपको तपाईँहरूलाई फाइनेन्सियल नलेज चाहिन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस्। म यहाँ सिकाउने छु तपाईँहरूलाई कसरी कमाउने, कसरी बचत गर्ने र कसरी लगानी गरेर त्यो पैसालाई बढाउने। पैसालाई काममा लगाएर कसरी धनी बन्ने हामी। मेरो यो युट्युब च्यानल खोल्नुको मेरो पर्पस, मेरो गोल नै भनेको हामी फाइनेन्सियल फ्रिडम हुनुपर्छ। अब यो तपाईँ एक्स्ट्रा इएमआई पेमेन्ट गर्नको लागि ब्याङ्कमा भन्नुहुन्छ, ब्याङ्करले कहिले पनि मान्दैन, तर तपाईँले जिद गर्नुपर्छ, किनभने यो हाम्रो अधिकारको कुरो हो। हामी लोन लिएको छौँ, हामीसँग पैसा छ भने किन त्यसलाई बढिराख्ने, यो हाम्रो अधिकारको कुरो हो। ब्याङ्कले नमान्न सक्ला, तर हाम्रो काम के हो, त्योसँग लडेर जिद गरेर पनि हामी एक्स्ट्रा एउटा इएमआई पेमेन्ट गर्नुहोस्। तपाईँको समय बच्न जान्छ। 20 वर्षको हो भने तपाईँको 15 वर्ष 16 वर्षमा सकिन जान्छ र ठुलो एउटा इन्ट्रेस्ट जुन बचत हुन्छ तपाईँले